अन्तर्गत 2078 सालको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म आफ्नो वडा कार्यालयमा स्वयं वा संरक्षक म्याथवर्ड उपस्थित भई अनिवार्य रूपमा परिचय पत्र नवीकरण गरौँ। साहित्य संस्कृति YFM 106.6 योजनापा नमस्ते। सम्पूर्ण श्रोताहरूमा अभिवादन। प्रविधि संयोजनमा सुशान्त श्रेष्ठ र म शङ्कर थापाको। श्रोताहरू, समय सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ कीर्तिपुरमा सुरु हुन लागेको दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताबारे। आजको यस कार्यक्रममा हाम्रो स्टुडियोमा पाल्नु भएको छ इन्द्रायणी क्लबका अध्यक्ष मीन कुमार महर्जन र यो दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताका संयोजक लक्ष्मी भक्त महर्जन। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। श्रोताहरू, हाम्रो स्टुडियोसम्म यहाँलाई मैले हाम्रो निम्तो स्वीकारेर यहाँसम्म आइदिनु भयो, सबभन्दा पहिला स्वागत गरेँ मैले। धन्यवाद। अध्यक्षज्यू, यो मेयर कप दोस्रो कार्यक्रम चाहिँ तपाईँले यो दोस्रो कार्यक्रम कसरी भयो? कीर्तिपुरमा चुनाव भएको चाहिँ 3 साल भइसक्यो। यो यसपालि दोस्रो कप भन्नुभएपछि 2 वर्ष मात्रै भयो, 1 वर्ष के भएछ त्यो बिचमा? हजुर, धन्यवाद दाइले। हुन त हामीले इन्द्रायणी परिवार क्लबले जुन यो ब्याडमिन्टन टुर्नामेन्ट गरेको हजुर 10औं वर्ष भइसक्यो। पहिला हामीले कस्तो भने दक्षिणी भेगे भनेर गऱ्यो, अनि त्यहाँबाट आएर किपु कप त्यो होइन, त्यो बेला हामीले ओपन पनि गरिसक्यो। किपु कप भनेर ओपन पनि गरिसक्यो। अनि पछि फेरि कीर्तिपुर नगरपालिका, चन्द्रगिरी र दक्षिणकाली 3टा नगरपालिकाबाट धेरै मतलब 4-5 वर्ष गऱ्यो। अनि स्थानीय सरकार आउन साथै मतलब प्रतिनिधि आउन साथै हामीले चाहिँ अब मेयर कप त्यहाँबाट सुरु गऱ्यो। अनि फर्स्ट किपु मेयर कप गरिसकेपछि लकडाउन भयो अस्तिको पोहोर साल। त्यो बेला चाहिँ पाएन। अब 1 वर्ष चाहिँ ग्याप हो। तैपनि अहिले पनि त मतलब कोभिडहरू बढ्दैछ, तैपनि हामी यो दोस्रो चाहिँ अब आज मतलब भोलि पर्सिबाट सुरु हुँदैछ। हजुर, यसको लागि स्वास्थ्य सुरक्षाहरू के कस्तो विधि अपनाउनु भएको छ? त्यहाँ जाम मासहरू धेरै आउलान्, स्वास्थ्य सुरक्षाको दृष्टिले हामीले त्यसमा चाहिँ के भने अब कोभिडहरू धेरै बढ्दैछ, त्यसको मध्यनजर गरेर हामीले केसम्म गरेको छ भने त्यो ग्राउन्डभित्र जुन खेलाडी मात्र राखेर पनि हामी खेलाउनु पर्ने, दर्शकहरूलाई प्याराफिटमा त्यो पनि सामाजिक दूरी कायम गरेर। अनि कसरी त्यहाँ भित्र जानलाई नै स्वास्थ्य कर्मीहरूले चेकिङ गर्छ, मास्क अनिवार्य, अनि हामीले त्यो सेनिटाइजर अनिवार्य, अनि खेलाडीहरूलाई कोभिडको भ्याक्सिन चाहिँ फेरि अनिवार्य छ। त्यो चाहिँ चाहिने। हजुर, त्यही त खेल त रोकिँदैन, ओलम्पिक त रोकिँदैन। हजुर, विभिन्न वर्ष त खेलाइयो। हामी अलिकति कपी गरेको पनि त्यही भन्नाले जापानमा अहिले ओलम्पिक भइरहेछ, दर्शक बिना त गरे होइन। हामीले पनि यो अब नरोकिकन सेकेन्ड किपु मेयर कप चाहिँ त्यो ग्राउन्डमा चाहिँ रेफ्री, लाइन्सम्यान र खेलाडी मात्र पनि राखेर भए पनि हामी गर्छौँ। त्यो सामाजिक दूरी, हजुर, सामाजिक सुरक्षा नीतिहरू अपनाएर है। यो ब्याडमिन्टन प्रतियोगिता गर्नुपर्ने आवश्यकता चाहिँ कसरी महसुस भयो यहाँलाई? ब्याडमिन्टन कसो भन्दाखेरि बच्चादेखि बुढोसम्म खेल्ने गेम। हजुर, मतलब धेरै नचाहिँ 2 जना भयो भने खेल्छन्। र अहिले हाम्रो कीर्तिपुरमा 10-15 वर्ष अगाडिदेखि कस्तो भइरहेछ भने सिर्फ एक्सर्साइजको लागि मात्रै। हजुर, सिनियरहरू जुनियरहरू भनेको चाहिँ आउँदै आएन। अनि अनि कसो भने
टाइम पास एक्सर्साइज र कोही खेलाडी छ जुन ओपनमा पहिलेदेखि राजदाईहरू नगाउँको हजुर त्यहाँ अरू स्रोज मालाकारहरू धेरै छ अब भन्नेले अरू भाग लिँदैछ अहिले अलि एज बढ्दै गयो अब गाह्रो हो अब हामी कृतिपुरले एउटा के सोचेन भन्दाखेरि खेलाडी धेरै छ मतलब ब्याडमिन्टन खेल्ने खेलाडी धेरै छ तर जुनियरलाई कसरी लाने हो भन्ने त्यो धेरै टुर्नामेन्टहरू यहाँ हुन्छ त्यो सोचेन यसपालि हामीले एउटा फ्रेस टिम भनेर एउटा राखेको छ ए अर्को टिम अर्को टिम चाहिँ दुईवटा प्रतियोगिता हुन्छ मतलब ओपन यो त भइहाल्यो हजुर त्यसमा चाहिँ फ्रेस टिमहरू फ्रेस टिममा अलिकति आयोजकलाई गाह्रो छ रिस्क पनि धेरै छ हजुर तर रिस्क लिएर काम गर्ने मजा पनि आउँछ कस्तो किसिमको रिस्क हुन्छ त्यहाँ भन्नुहोस् त अब कस्तो भन्दाखेरि फ्रेस टिममा पहिला जुन हामीले क्याटेगोरी राखेको छ किर्तिपुरमा 5 ठाउँमा टुर्नामेन्ट भयो होइन त्यो कहाँ भन्दाखेरि पाङ्गामा शहीद कप अनि हामीले देवढोकामा किपु कप र मेयर कप भएको हजुर अनि किर्तिपुर ब्याडमिन्टन क्लबले ट्युमा एकचोटि टुर्नामेन्ट गरिसक्यो हजुर अनि लङ्गोचा कप एउटा भयो अनि यता तल मैत्रीनगरले टुर्नामेन्ट यो 5वटा टुर्नामेन्टमा भाग नलिनेहरू खेलाडीलाई मात्र यो फ्रेस टिममा खेल्न पाउनु कसरी तपाईँले छान्नुहुन्छ त अब त्यही भएर अघि भनिहाल्यो यो अलिकति धेरै रिस्क पनि छ होइन खेलाडीलाई प्रोटेस्ट लाग्ने सम्भावना हामीले अझ मैले त के छ प्रोटेस्ट शब्दै नभने आज हामीले लास्ट इन्ट्री छ जुन इन्ट्री जसले पनि दर्ता गर्छ नि तैपनि हामी आयोजकले चाहिँ त्यो हो कि होइन अनि जुन यो 5वटा टुर्नामेन्ट गरिसकेको उहाँ क्लबहरूलाई ल्याएर एकचोटि कुरा गर्ने मतलब के भन्दाखेरि यो खेलाडी तपाईँको टुर्नामेन्टमा खेलेन त्यो पनि छ हामी त अब धेरै वर्ष भयो खेलिरह्यो होइन तै पनि थाहा त हुन्छ कुन खेलाडी हो तपाईँहरू खेल्दाखेरि यो प्रत्येक कोर्टमा तपाईँहरू गएर खेलिरहनु भएको हुन्छ नि त्यहाँनिर नयाँ फेस कोही देख्यो भने अब थाहा भइहाल्छ मान्छे खेल्न आएको थियो हजुर अन्त चाहिँ त्यसबाट पनि पहिचान हुन्छ है हजुर हुन्छ मतलब एउटा चाहिँ मेयर कप हो एउटा चाहिँ फ्रेस टिममा चाहिँ एज बार राख्नु भएको छ एज बार छैन सबै छ मैले अघि भने जस्तै 5वटा टुर्नामेन्ट भनेर खेलेको हुनु पर्यो एज बार छैन अनि के भन्दाखेरि जुन त्यो टुर्नामेन्टमा हाम्रो टार्गेट मेन उद्देश्य भनेको किर्तिपुरमा जति पनि खेल भइरहेको छ अघि मैले भने जुनियरहरूलाई चान्स दिएको छैन त्यो हाम्रो चाहिँ यो प्लानिङ 3 वर्षमा अहिले नेसनल लेभलसम्म लाने 3 वर्षको अवधिमा अब त्यसको लागि सजिलो छ गाह्रो पनि छ नि त्यो त खेलाडीहरू अब मैले जति पनि यो आज दर्ता भएको त्यो खेलाडीहरू 10-15 जना युवाहरू छ तिनीहरूलाई तालिम दिने 3 वर्षमा त लान सकिन्छ अब भन्नाले हामीले पनि त ट्रेनिङ राम्रोसँग दिनु पर्यो लिने मान्छेले पनि अहिले मेहनत गर्नु पर्यो खेलाडीले पनि त्यसको लागि विभिन्न क्लबसँग हामी सरसल्लाह गर्छौँ किर्तिपुर नगरपालिकासँग पनि सरसल्लाह गर्छु अब कसो भने अब किर्तिपुर क्षेत्रमा ब्याडमिन्टन चाहिँ कस्तो छ भने तपाईँको बुढाहरूले टाइम पास गर्ने जाने टाइपको भुँडी यत्रो भएको बुढाहरू ऱ्याकेट बोकेर हिँडिराखेको देखिन्छ अनि कम उमेरको मान्छेहरू भर्खर बच्चाहरू भनौँ न सिक्ने उमेरका तिनीहरू चाहिँ ब्याडमिन्टनप्रतिको लगाव तिनीहरूको छैन देखिया छैन यो मैले साँचो बोले हो एकदम सही हो त्यहाँ कोर्टमा आँखा देखिँदैन किन ग्याप भयो यो जेनेरेसन किन ग्याप भयो यसमा पहिलो हामी अब खेल्ने बेला नि कसो भने यो गेम महँगो छ त्यो कन्सेप्टले सबैलाई हल्का मात्र जो प्लास्टिक कप आएदेखि त्यति महँगो चाहिँ छैन अब हामी पहिला अब खेल्न जाँदाखेरि यो महँगो भने त्यति हामीले नि त्यो उ गरेन खेल्नु इच्छा गरेन पछि खेल्दै जाँदा यो महँगो चाहिँ होइन रहेछ अलिकति महँगो अरू भलिबल फुटबल भन्दा अलिकति महँगो छ जुन अब अभिभावकहरूले पनि अन्त त्यो मोबाइल चलाउन सक्दा ल बच्चाहरूलाई यसो गेमतिर पठाइदिएको भए चाहिँ सजिलो हुन्थ्यो अब म एकपटक हाम्रो यो दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताका संयोजक हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु लक्ष्मी भक्त महाजनज्यू है अब तपाईँ त पुरानो खेलाडी हुनुहुन्छ है हजुर कति सालदेखि खेल्नु भयो म 56 सालदेखि 56 सालदेखि ब्याडमिन्टन खेल्नु भयो हजुर त्योभन्दा अगाडि भलिबल खेल्नु त हाइट त धेरै राम्रो छ है हजुर 6 फुट छ 6 फुट 5 फुट 11 इन्च 11 इन्च झन्डै 6 फुट है
भलिबल खेल अनि त्यो भलिबल खेल्दा कसरी यतापट्टि ठ्याक्क तपाईँ ब्याडमिन्टनप्रति के अरे फाल हाल्नुभयो त? यस्तो कि भलिबल खेलेपछि बिचमा ब्रेक भयो। हजुर। मेरो व्यवसाय अर्कोमा भयो। त्यो व्यवसाय गर्दा गर्दै हजुर हजुर। हाम्रो एकजना पुरानो दाइ हुनुहुन्छ जितलाल दाइ, जितलाल, उहाँको कोर्ट रहेछ कि उता घरमा। त्यहाँ त्यहाँ चाहिँ कोर्ट बनाएको भएर खेलाडी पुगेन, खेलाडी सहभागी मान्छे भएन। अनि म दाइको सँगै मेरो पसल थियो। त्यो पछि चाहिँ उहाँ दाइले के भन्नुभयो भने तिमी खेल्नै पर्छ भनेर उहाँले नै ब्याट किनेर ल्याएर मेरो हातमा थमाएको। त्यहाँदेखि मेरो ब्याडमिन्टन गेम चाहिँ सुरु भएको। त्यतिखेर कति उमेर पुगेको थियो यहाँ? उमेर भन्नाले 56 सालमा कति उमेर थियो? 56 भनेपछि अहिले कति वर्ष? 24 वर्षको उमेर पछि। त्यही त होइन, 24 वर्षको उमेर पछाडि तपाईँले थाल्नुभयो ब्याडमिन्टन होइन? खास 24 वर्षमा त नेसनल खेलाडी भएर पनि रिटायर हुने बेला होइन खास, होइन? त्यो चाहिँ 24 वर्षको उमेर त। तर हामी पछि सुरु भएको भएर गेम चाहिँ पछि सुरु भयो। त्यही भएर कीर्तिपुरमा चाहिँ ब्याडमिन्टन खेल चाहिँ अलिक पछि मात्रै आएर अलिकति परिवारमा अलिकति पुरानो पहिलादेखि छ। तर अहिले आएर चाहिँ यो प्रति चाहिँ खेलाडीको चाहिँ अलिक चास चाहिँ बढेको छ है। यसमा बच्चाहरूले चाहिँ सहभागिता नजनाउनु, उनीहरूको इन्ट्रेस्ट नराख्नु कारणमा के होला है? तपाईँ यो गेम चाहिँ अलिकति एक्सपेन्सिभ छ, त्यही मात्र हो त? हजुर। यो त एक्सपेन्सिभ मात्रै होइन होला सायद। अहिले योभन्दा महँगो खेलहरू पनि बच्चाहरू खेलिरहेको देखिन्छ। अहिलेको हिसाबमा चाहिँ अलिकति मलाई चाहिँ त्यस्तो लाग्छ। मेरो विचारमा चाहिँ एक्सपेन्सिभ मात्र होइन, एकपट्टि लगाव नभएको, कुनै स्कोप राम्रो स्कोप नदेखेका पनि हुन्छन् बच्चाहरूले। यस्तो खेलेर के खेल्ने भन्ने किसिमको त्यस्तो किसिमको यसमा लगाव बच्चाहरू सानै बेलादेखि लगाव भएन यसमा। त्यो अहिलेको उमेरमा अब यहाँ जस्तो उमेर भइसकेपछि कति लगाव देखाएको छ नि, बिहानदेखि ब्याडमिन्टन ऱ्याकेट बोकेर भुँडी यत्रो भएर पनि हिँडिरहेको हुन्छ नि मान्छेहरू, उनीहरूको त्यो खेलप्रतिको लगाव हो कि त्यो लगाव चाहिँ कम उमेरको बच्चाहरूमा देखिएको छैन, लगावको कमी हो। मेरो हिसाबमा त्यही हो, एक्सपेन्सिभ भएर पनि हो। यो त फेरि पहिलाको जस्तो छैन, अहिले चाहिँ पढाइमा अलिकति पढाइ पनि छ है, फेरि पढाइ पनि छ नि त, बोझ छ है, बोझ भएको। र अनि फेरि यो अहिले आयो नि प्रविधि, मोबाइलले यसले गर्दाखेरि पनि अलिक त्यतापट्टि इन्ट्रेस्ट गयो है, त्यो हुनसक्छ। त्यो चाहिँ है किन अब पैसाको महँगो भनेर महँगो मात्र चाहिँ होइन होइन, एउटा मोबाइलले ट्याब्लेट किनिदियो भन्छ, कम्प्युटर ल्याइदियो भन्छ, त्यो महँगो हुन्छ नि होइन वास्तव भन्दाखेरि। खेलप्रति लगाव नहुनु र अनि यो प्रविधिले गर्दाखेरि परिवर्तन भए हुनसक्छ है मानिसहरूको। अब यतापट्टि बच्चाहरूलाई जागरुक पारेर यो खेलमा लगाउन चाहिँ तपाईँ खेलाडीको नाताले के गर्दाखेरि बच्चाहरूको सहभागिता हुन्छ होला? अब त्यही भएर हाम्रो अब अहिले हुन लागेको मेरो कपमा हजुर फ्रेस टिम भनेर खोलेको छ। हजुर। अनि अब त्यसमा चाहिँ उहाँ भाइले पनि भन्नुभयो 10देखि 15जना चाहिँ एकदम राम्रो खेलाडी आएको छ। अब जुनियर खेलाडी। अब त्यसमा चाहिँ के गर्नु पर्यो भने सकभर हाम्रो क्लबबाट त हेर्छ, हाम्रो ग्राउन्ड पनि छ, जुन बेला खेले पनि हुन्छ, इन्डोर छ। अब यसमा चाहिँ के गर्नु पर्यो भने सङ्घ संस्थाहरू जस्तै अरू क्लबबाट पनि अलिकति हेल्प चाहेको जस्तो मलाई महसुस भयो। जस्तै कीर्तिपुर नगरपालिकाले पनि अलिकति हेरिदिनु पर्यो। हजुर। यस्तो भयो भने चाहिँ हाम्रो कीर्तिपुर नगरपालिकाबाट पनि यो ब्याडमिन्टन खेलमा चाहिँ हजुर हजुर नयाँ खेलाडी चाहिँ उदय हुन्छ। त्यही त कीर्तिपुर क्षेत्रमा अब टेबल टेनिसमा नेसनल प्लेयर्सहरू छन्, फुटबलमा नेसनल प्लेयर्सहरू भइसकेका छन्, बास्केटबलमा छन्, हेर्नुहोस् धेरै खेलमा छन्। तर ब्याडमिन्टनमा चाहिँ हामीले बनाउन सकेनौँ है अहिलेसम्म। अब हाम्रो प्रयास यही हो। अब कुरा गर्दै जाँदाखेरि म एकैछिन अब अध्यक्षज्यूलाई के सोध्छु भने अब यसको लागि यो गेम आयोजना गरिरहँदाखेरि त अब त्यहाँनिर अलिकति आर्थिक जोड पनि गर्नुपर्ने हुन्छ होइन। अहिले हाम्रो संयोजकज्यूले भने जस्तै कस्तो किसिमको कताबाट यो आर्थिकको व्यवस्थापन गर्नुभएको छ? यसको लागि कसो भने
ओपन एउटा छ। हजुर। ओपनमा चाहिँ इन्ट्री फी लिनुभएको छ? हजुर, इन्ट्री फी चाहिँ हामीले 2000 मात्र लिएको छौँ। 1 पेयरको होइन, एक टिमको डबलमा 2000 छ। अनि त्यो फ्रेस टिममाको चाहिँ 1500 छ। खेलाडीबाट पनि उठ्छ, तर कसो भने हामी कीर्तिपुर नगरपालिकामा पनि पत्र पठाइदिएछु त्यो आर्थिक सहयोगको लागि, उहाँले पनि हेर्नुहुन्छ होला। र अहिले लकडाउन छ, कोभिड बढेको छ, बिजनेसम्यानहरू त अलिकति डुबेको छ। हामीले अहिले आर्थिक उठाउनु मतलब स्पोन्सर लिनु त एकदमै गाह्रो छ। तैपनि हामीले काम गरेको फेयर देखेर हो कि उहाँहरूले चाहिँ हामी सपोर्ट दिइरहेछ। अब जस्तै अहिलेसम्ममा आरजी सप्लायरले चाहिँ हामीले 200वटा टी सर्ट दिएको छ। आरजी सप्लायर भन्नाले प्रोप्राइटर दिनेश महर्जन, उहाँले चाहिँ हामीले टी सर्टको 200वटा टी सर्ट हजुर। अरू सङ्घ संस्थाहरूले पनि हामीले त अहिलेसम्म दिएको छ। हामी दिन्छु भने वचन त दिइसक्यो। जस्तै यता ट्याङ्लामा बाग्रो ड्राइभिङ सेन्टर भयो, उहाँले त कन्टिन्यू दिनुभएको छ। हजुर, उहाँहरूले पनि अब अरू पत्र लेटर त दिइरहेछु, अब कति आउँछ हेरौँ। अब हाम्रो खास त बजेट चाहिँ 8 लाख मतलब 3 लाखको छ होइन टोटल। हजुर, एउटा कार्यक्रम एउटा दोस्रो 3 लाखको बजेट एस्टिमेट। अब कसो भने हामीले चाहिँ ओपन भएपछि त अलिकति क्यासमा हामीले यो फर्स्टलाई 50,000 नगद पुरस्कार, सेकेन्डलाई 30,000 र थर्डलाई चाहिँ 20,000 दिएछ। अनि फ्रेस टिमको लागि चाहिँ हामी उद्घाटनमा मात्रै क्यासको मतलब सार्वजनिक गर्नेछौँ। फ्रेस टिमको लागि हामी कतिवटा टिम आएको छ त्यो हेरेर मात्रै। अनि हामीले यो ओपनको लागि 50,000 किन राख्यो भन्दाखेरि खेलाडीहरूलाई पनि केही हौसला दिउँ न, मतलब आर्थिक रूपले पनि अलिक सहयोग हुन्छ हाम्रो। अब हुन त कीर्तिपुरमा फर्स्ट टाइम होला यो नगद राखेको, 50,000को सबभन्दा पहिलो होला है यो एरियामा। हजुर, कीर्तिपुर नगरमा पहिला हामीले त 20,000 30,000 मात्र राखेको थियो। यसपालि चाहिँ हामीले 50 राखिदियो। अब मतलब ओपनको लागि मात्रै 1 लाख खर्च नगद मात्रै। मेडल कपहरू बाँकी छँदैछ। अब कोही अब कुरा भइरहेछ मेडलहरू कपहरू फ्रीमा मतलब उसले स्पोन्सर गर्छु भनिरहेछ। हुन्छ, प्रोग्राम त नगरपालिकाबाट केही आर्थिक सहयोग होइन। मेयर कप भनेपछि मेयरज्यूले पनि त केही गर्नु होला नि त्यहाँनिर होइन, उहाँको नाउँ छ गर्दाखेरि राम्रो हो होइन। अब कसो भने अब उहाँलाई पनि त अलिक गाह्रो छ नि, यो त क्लब मात्र हेरेर त भएन। हामीले त त्यत्रो इन्डोर बनाउनलाई सहयोग गरिरहेछ। अब यो खेल विकासको लागि कीर्तिपुरका अभिभावकहरूलाई तपाईँ खेल प्रेमी र यो खेलको संयोजकको नाताले खेलप्रति बच्चाहरूलाई लगाव बढाउनको लागि अभिभावकहरूलाई कस्तो किसिमको सल्लाह दिन चाहनुहुन्छ? म त यही सल्लाह दिन्छु कि जस्तै यो गेम चाहिँ महँगो खाले होइन। हजुर, जस्तै अब त्यस्तै पैसाको प्रब्लम नहेर्नुहोस् होइन। जस्तै हाम्रो क्लब छ, क्लबमा खेल्न आउनुहोस्, हामीले फ्रीमा खेलाइरहेको छौँ। हजुर, नयाँहरूलाई उनीहरू के गर्नु पर्दैन, अब उनीहरू कप क्लबबाटै पाउँछ। त्यो ऱ्याकेट र त्यो क्लबबाटै पाउँछ। त्यहाँ आएर खेल्नु पर्यो, खेलिदिनु पर्यो। यसको पनि भविष्य छ, यो ब्याडमिन्टनको पनि भविष्य छ। सानै उमेरदेखि खेल्यो भने चाहिँ हाम्रो पनि नेसनल खेलाडी हुनलाई गाह्रो चिज चाहिँ छैन। त्यसको लागि अभिभावकले के गर्नुपर्छ तपाईँलाई भन्नुहोस्? मेन त अब हाम्रो छोराछोरीहरूलाई ग्राउन्डमा पठाउनु पर्यो, क्लबतिर जानु। मोबाइलमा भन्दा पनि गेमप्रति चाहिँ अलिकति मोबाइलको गेमहरू भन्दा रियल गेम खेल्दा एक स्वास्थ्य पनि राम्रो हुन्छ, त्यतातिर अभिप्रेरित गर्नु पर्यो। अनि यो खेल अनि सौर्यज्यू अब यो खेल आयोजना गर्दाखेरि कुनै किसिमको यस्तो समस्याहरू कठिनाइहरू बाधाहरू केही महसुस गर्नुभएको छ? त्यसो त अहिलेसम्म छैन। यो मेन समस्या भनेकै अहिले पोजिटिभहरू बढी छ। अब भन्नाले आजबाट होला 8 बजेपछि गाडी नै चलाउनु दिँदैन भने हाम्रो चाहिँ कसो भने टुर्नामेन्टमा चाहिँ यो फ्रेस टिमको लागि बेलुका खेलाउने योजना थियो। अनि ओपनलाई बिहान, ओपन भन्नाले बाहिरबाट धेरै टाढाबाट आउनेहरू छ काठमाडौँ तालिकै,
त्यही भएर हामीले चाहिँ बिहान ओपन गेम, बेलुकालाई फ्रेस टिमको लागि गरेँ। अब आजबाटै फेरि बेलुकाकै 8 बजेदेखि गाडी चलाउनु दिनु हुँदैन कि त्यो नासाथी अब फेरि सबै गेम बिहानै खेलाउनु है। त्यो हामीसँग भौतिक रूपमा कतिवटा त्यो ग्राउन्ड के अरे 2टा ग्राउन्ड छ, 2टा कोर्ट बनाउने है। हजुर, 2टा कोर्टमा एकैपल्ट गेम खेलाउन सकिन्छ। अब इन्डोर भइसक्यो, अलिक ढिलोसम्म खेल्दाखेरि केही छैन। म्यान पावरहरू रेफ्रीहरूदेखि लिएर हजुर त्यो सबै तयार भइसक्यो हामीसँग सबै हजुर। एम्पायर रेफ्रीको लागि हामीले उनी ब्रजाचार्यले जिम्मा लिएको छु। अनि हामी पोलिन्टरको क्लबको सदस्यहरू छँदैछ। अनि त्यो यो कोभिडको लिएर सबै चेक गर्नलाई स्वास्थ्य कर्मीहरू पनि उहाँहरूले चेक गर्नु उपलब्ध गराइदिनु भएको छ स्वास्थ्य सम्बन्धी। हाम्रो यता स्वास्थ्य चौकी हामीले पठाउँदैछ। दुईवटाको स्वास्थ्य चौकी स्वास्थ्य सम्बन्धी पनि भयो होइन। अनि अब अर्को कुरा के भने अब खेलाडीहरूलाई चाहिँ अरू बाधाहरू केही आउँछ कि भनौँ न, अब आउन नदिने किसिमको कोभिडले गर्दाखेरि? हजुर, मैले अघि नै भने समस्या छैन त्यस्तै समस्या होला भनेर हामीले त पहिले नै हामी क्लबमा मिटिङ बसेर अब कस्तो भने हाम्रो ग्राउन्ड पनि हाम्रो समाजमै छ, छुट्टै भइदियो। यो प्रोग्राम गरेर फेरि कोभिड बढ्यो भने त एकदम अप्ठ्यारो हुन्छ। त्यही भएर हामीले चाहिँ कस्तो भने अघि मैले भने जस्तै त्यो जुन ग्राउन्डमा चाहिँ खेलाडी मात्रै राख्ने, खेलाडी रेफ्री लाइन्सम्यान त्यो मात्र राख्ने, अरू सबै प्याड फिटमा दर्शकले पनि धेरै नराख्ने, त्यो सोसल डिस्टेन्स मिलाएर। अब मास्क सेनिटाइजर त अनिवार्य नै छ। हामी सेनिटाइजर त्यहाँ ग्राउन्डभरि नै राखिदिन्छौँ, ठाउँ ठाउँमा मास्क अनिवार्य नै छ। अनि त्यहाँनिर हाम्रो रेफ्रीहरू के चाहिँ अब भनौँ न त्यो एउटा कुनै निकाय होला नि ब्याडमिन्टन सङ्घबाट लाइसेन्स प्राप्त कि त्यस्तोहरू केही? हजुर, वमुनि ब्रजाचार्य चाहिँ के भन्दा थिएँ इन्टरनेसनल रेफ्री हो, त्यस्तो लाइसेन्स इन्टरनेसनल छ। एकजना मात्र हुनु उहाँले अर्को साथीहरू लाइन जजमी 12जना राखेको थियो। अब एम्पायरमा 3-4 जना हामीसँग इन्टरनेसनल रेफ्री हुनु नि। हजुर, ओमुनि ब्रजाचार्य। खेलमा चाहिँ कहाँसम्म पुग्नु भएको थियो तपाईँलाई थाहा होला नि? खेलमा त छैन, पुग्न त भएन। रेफ्रीमा हामी जस्तै लाइसेन्स दिनुभयो। ऊ चाहिँ रेफ्रीपट्टि आकर्षित भएर उतैतिर गएर पढ्नु पर्ने नि, तालिम सबै त्यस पछाडि रेफ्रीको लाइसेन्स लिएर आउनुभयो। खेलाडी पनि हो। हाम्रो इन्द्रायण परिवार क्लबको एउटा गुरु नै हो यो ब्याडमिन्टनको लागि। हजुर, 57 सालमा तपाईँले ब्याडमिन्टन सुरु गरेर अहिलेसम्म सुरु 57 भनेपछि कति 20 वर्ष भयो होइन? 21 वर्ष। उहाँले त्यति बेला हामीलाई नभनेको भए यो इन्द्रायण परिवार क्लबमा यो ब्याडमिन्टन हुन्थेन होला। किन उहाँले चाहिँ ब्याडमिन्टन खेलौँ न भन्छ, कसरी खेल्ने थाहा छैन, उहाँले त सिकाउनु भयो। अहिले जस टुर्नामेन्ट गर्न हामीले सजिलो, जस ओपन गर्नै सजिलो भनेपछि त होइन। इन्द्रायणी परिवार क्लब चाहिँ कहिले स्थापना भयो? यो 35 सालमा 2035 सालमा। त्यतिखेरसम्म त्यो डाँडो चाहिँ खुल्ला थियो त्यो होला। त्यो इन्डोर गरेको ठाउँ त खुल्ला त्यो बेला खुल्ला। हजुर हजुर, अहिले इन्डोर गरेको त्यो स्थानीय मेयर साहब आएदेखि नै हो, त्योभन्दा 1 वर्ष अगाडि हो। त्यहाँदेखि हामी छत मात्र थियो होइन? छत पनि छैन, नि पहिला त छत पनि थिएन क्या है? छत पनि थियो। धेरै लगानी भयो त्यहाँ। हाम्रो टार्गेट कस्तो भने 2 करोड 25 लाखको लगानी थियो, मतलब पार्किङ टिङसम्म। अहिले छैन अहिलेसम्म। अब एकैचोटि बजेट त आएन। अब भन्नाले कीर्तिपुर नगरपालिकाले अब उहाँहरूले पनि हेरेर अब कहिले 10 लाख कहिले 20 लाख दिँदै छ। पानी चुइने यताउता प्रब्लम त अहिले छैन। अहिले त सर्ट भइसक्यो। त्यही त बिग्रिन्छ नि पानी चुयो भने होइन? मेन्टेनेन्स गर्न कति गाह्रो छ नि त्यहाँ? यहाँ त गाह्रो, त्यत्रो हाइटमा मेन्टेनेन्स त अहिले सुरै भएको छैन। अहिले भर्खर नयाँ बन्दैछ, रङ रोगन त्यो भइरहेछ। त्यो के भन्दाखेरि हाम्रो इन्द्रायण परिवार क्लबले अब त्यो ट्रस्ट भएकोले त पछि त मेन्टेन गर्नु परिहाल्छ। हामी चाहिँ कीर्तिपुर वडा नम्बर 2 वडासँग इन्द्रायण परिवार क्लब र वर्षको
यो त अब सरसफाइदेखि लिएर एग्रिमेन्ट गर्न लागेको छु ए त्यो मेन्टेनको लागि नि मेन्टेनेन्स त्यो त गरिराख्नुपर्छ ट्रस्ट भएकोले रङ लगाउनु पर्दैन हजुर। अनि यस्तो किसिमको आयोजन गेमहरू फेरि आयोजना भविष्यमा निकट भविष्यमा कहिले आयोजना गर्ने यो लक्ष्य छ हाम्रो क्लबको कसो भने यो किपुको मेयर कप चाहिँ हामीले असार लास्टमा गर्नुपर्ने अस्तिको अब गर्नु पाएन त्यो बेला कोभिड अलिकति भयो है अहिले यो श्रावणमा भयो अब हाम्रो चाहिँ केही महिनामै फेरि भलिबल हुन्छ इन्डियन क्लबले नै भलिबल हजुर भलिबल पनि त्यही खेलाउने हो त्यही पुग्छ है पुग्छ अब हुन त अब कृतिपुरमा भलिबल त हराइसक्यो होइन तैपनि हामी एउटा कसरी नि इन्डियन पुरा क्लबले चाहिँ यो भलिबललाई जोगाउनुपर्छ भनेर हेरेछु अब केही महिनामै अब यो कोभिडले केही दुःख नदिएको भए त्यो त हुन्थ्यो पहिले हाम्रो पालो हामी अहिले यो हुँदाखेरि धेरैवटा गेमहरू हुन्थ्यो यहाँ चोबारको आदिनाथ क्लब थियो अनि उनीहरूले धेरै गेमहरू आयोजना गर्थ्यो टेबल टेनिस ब्याडमिन्टन भलिबल त्यस्तो गेमहरू चाहिँ भइरहन्थ्यो अहिले चाहिँ यो गेमहरूको आयोजना किर्तिपुरले अलिकति चासो लिएर किर्तिपुर नगरपालिकामा भनौँ नगाउँको छ एउटा क्लब उनीहरूले अलिकति चासो लिएर अलिक बढिरहेको छ होइन अनि नयाँ बजार क्लब हो उनीहरूले बास्केटबल यताउता गर्छ है खेलाडीहरू उत्पादन हुन्छन् होला भन्ने आशा गरौँ है हजुर सबभन्दा मुख्य कुरा चाहिँ अरू खेलमा चाहिँ छन् खेलाडीहरू बच्चा खेलाडीहरू नयाँ खेलाडीहरू प्रतिभा देखाउने खेलाडीहरू ब्याडमिन्टनमा चाहिँ अलिक कम छ है नयाँ खेलाडीहरू धेरै कम छ यसपालि तपाईँको यो लक्ष्य सफल साबित होस् यो फ्रेस टिम भनेर राख्नु हजुर फ्रेस टिम यसमा तपाईँले एज बार राखिदिनु भइदिएको भए राम्रो यसमा के फ्रेस टिम हामीले के भने अब यो लकडाउन हुँदाखेरि अब मतलब यो बच्चादेखि बुढोसम्म खेल्न थाल्यो अब यो फ्रेस टिम नराखेको भए अरूले त्यति अब प्लेटफर्म यो बच्चाहरू पाउँदैन त्यही अब फ्रेस टिम भनेको अब कतै नखेलेको अघि भनिहाल्यो त्यो 5वटा टुर्नामेन्टमा नखेलेको तिनीहरूलाई एउटा प्लेटफर्म हो अब हाम्रो योजना नै अघि मैले भनिहालेँ 3 वर्षमा नेसनल खेलाडी बनाउने त्यो लक्ष्य त अलिक गाह्रो छ है गाह्रो छ त्यही 3 वर्षमा त अलिक गाह्रै होला होइन बच्चाहरूले कतिको गर्छ हजुर दिन्छ होइन उहाँलाई थाहा होला 3 वर्षमा सकिन्छ नेसनल खेलाडी बनाउन सकिन्छ मेहनत हुनु मेहनत भयो है मेन यसमा मेहनतै रह्यो नि अब यो खेल चाहिँ अब अलि सुरु गर्नु भएको छ एकदम राम्रो कुरा हो यसो फ्रेस टिममा चाहिँ कस्तो भने टाइम यो एज बार राखिदिएर 10 वर्षसम्मको भनौँ न 7 देखि 10 वर्षसम्मको एउटा राखिदिएको हुँदैन त्यो बच्चा खेल्ने भन्ने किसिमको हौसला हुन्छ कि अब यो फ्रेस टिममा नयाँ बच्चाहरू र अब हामी जस्तो म पनि पहिला त खेलेको थिएँ अब म त फ्रेसमा खेल्न पाएँ नि हजुर पाएँ बच्चाहरूको अटोमेटिक त्यहाँ त मोरल डाउन हुन्छ नि त होइन ठुलो मान्छेले चाहिँ म खेल्न सक्दैन हुन्छ नि यसमा हामीले हाम्रो क्लबबाट त्यो बच्चाहरूको पनि पहिलो सालमा हामीले त्यो पनि सुरुवात गरेको बच्चा पनि राम्रै निस्केको अब यो कोभिडले गर्दाखेरि त्यसमा चाहिँ हामीले अलिकति हाम्रो ध्यान चाहिँ जान सकेन कि त्यसमा त्यसो एज बार राखिदिएको भए चाहिँ बच्चा कम्पिटिसन गर्ने हुन्छ त्यहाँबाट गेम स्तरीय चाहिँ बराबरै होला जुन बच्चाको ठुलोको गेम स्टोरी बराबरै हुन्छ अटोमेटिक मोरल्ली उसले चाहिँ ठुलो मान्छेले चाहिँ अलिकति त्यो चाहिँ हुनसक्छ त्यो चाहिँ हुनसक्छ त्यो चाहिँ यसमा पनि फेरि फ्रेस टिममा पनि यस्तो हुन्छ नि एज जस्तै 20 वर्षको र 45 वर्षको जोडी भएर पनि खेल्नु मिल्ने फ्रेस टिममा ए पनि डबल्स नै हो डबल्स त्यो हिसाबले पनि खेलाडी पनि राम्रै निस्किन्छ जस्तो मलाई लाग्छ तपाईँको आशा पनि होला सफल होला हेरौँ है खुसी लाग्यो तपाईँहरू स्टुडियोसम्म आइदिनु भयो अनि यो खेल चाहिँ अब खेलको बारेमा अब खेलमा कतिजना मान्छेहरू कतिजना पार्टिसिपेट गर्दैछन् अन्दाजी होइन अहिलेसम्म तपाईँले टाइसिट बनाउनु भएको छैन होला छैन आजसम्म भोलि हामी बनाउँछौँ आज बेलुकासम्म कति अब दर्ता गर्छ हेरौँ तपाईँ एक्सपेक्टेसन कति थियो कति टिम जति आउला भन्ने सोचेर राख्नु भएको थियो ओपनमा हाम्रो त 50 नाग्छ जस्तो 50 नाग्छ होला तर यो कोभिडले गर्दा अलिक घट्छ हिजोबाट हामीले थाहा फोन आउँदाखेरि थाहा भयो कि अलिकति कस्तो छ भने यसो व्यवस्था छ भने
तै पनि अब बाहिरको मान्छे आउनु त अलिक डर छ। मान्छेहरू डर हुन्छ है यो खुला अब अब हेरौँ अब कतिवटा टिम आउँछ हेरौँ। हाम्रो टार्गेट त ओपनमा 50 नाग्ने नि प्लानिङ थियो। अब कोभिड बढ्न साथ त अलिक गाह्रै छ। त्यही सन्देश केही दिनुहोस् अब हाम्रो श्रोताहरू नयाँ खेलाडीहरूको भाग लिन आउन चाहँदै पनि यहाँ सुरक्षाको कारणले आउन नसकेका हुन्छन्, उनीहरूको लागि केही आह्वान गरिदिनुहोस् न। अब हुन त कोभिडको टाइममा हामीले टुर्नामेन्ट गर्दैछौँ, हजुर, तर तै पनि तपाईँहरू सुरक्षित साथ हामी चाहिँ आयोजना गर्नेछौँ। अघि भने जस्तै कोभिडको मतलब भ्याक्सिनको खेलाडीहरूलाई भ्याक्सिन अनिवार्य नै छ, अनि मास्क सेनिटाइजर सबै अब गर्दा पनि अब कि त्यस्तो त त्यहाँसम्म नसोचौँ होइन। अब सुरक्षा चाहिँ राम्रोसँगै हुन्छ खेलाडीहरूलाई र दर्शकहरूलाई समेत। स्वास्थ्य सम्बन्धीको सबै सुरक्षा विधि अप्नाइन्छ, हजुर अप्नाइएको छ। खेलाडी साथीहरूले ढुक्क भएर नाउँ दर्ता गरेर खेल्न आइदिनु भयो हुन्छ होइन त। अरू केही यो खेलको बारेमा केही भन्नु छ यहाँलाई? अब हुन त सबै भनिहाल्यो है, हेरौँ न, तै पनि अब कस्तो भने भन्न त हाम्रो मिलेन, त्यो अलिक कुनै यो लाइभ गर्ने अथवा कतैबाट भिडियो खिचेर त्यस्तो त अहिलेसम्म छैन। घरमा बसेर हेर्न मिल्ने किसिम कोही अब मलाई कस्तो हुन्छ कि कुनै हाम्रो कीर्तिपुर च्यानलबाट कृति अनलाइन त्यही हेरौँ। कतैबाट त्यस्तो पनि गर्नुभयो, घरै बसेर हेर्न पाए मान्छेहरूले। अहिले त सुविधा छ नि, छ एकदमै छ होइन, त्यतातिर पनि ध्यान दिनु होला। अब हुन त अब खेलाडीहरूलाई कसो भने आज लास्ट इन्ट्री छ होइन, सबैजना टाइममै आइदिनु होला। आएर अब हामीले एउटा के भन्दा खेलाडी बिचमा पनि कस्तो हुन्छ ओपन भन्न साथै डराउने खेलाडीहरू त्यस्तो पनि धेरै त्यो होइन कि हामी कीर्तिपुरमा ओपन गरेको कारण कसो भने खेलाडीहरूलाई पनि हामी जुन कीर्तिपुरमा मात्रै गेम हेरेर पुगेन नि, स्टडी बढ्यो। जस्तै सपोजको लागि एउटा इनारको भ्याग त जेल इनारमै माथि आउनु परिहाल्यो। त्यही भएर नडराउनुहोस्, ओपन। म त यस्तो भन्छु कि झन् नेपाल नम्बर 1सँग खेल्न पाओस् न, त्यही त होइन। केही आइडी त निकाल्नु आफूलाई आइडी लिन सक्छ नि। काठमाडौँतिरबाटको पनि सहभागिता पहिले हुने गर्थ्यो, पहिला त्यति छैन। हामीले एकचोटि ओपन गरे, अहिले केही वर्ष 2-4 वर्षपछि चाहिँ ओपन गरेको। हुन त हामीले 2-3 दिनमा सकाउने भए पोखराबाट पनि फोन आएको थियो, पोखरा, बुटोल अनि यता चितवन। उहाँलाई समावेश गर्न किन? अब हामी कसो भने उहाँहरूले कसो भने पोखराबाट साथीले के भने 3 दिनमा सकाउनु पर्ने, किनकि त्यहाँदेखि आउनुपर्छ, यहाँ लजिङ फुडिङ त छैन, फेरि अलिक खर्च छ। 7 दिनसम्म त होइन, 7 दिनसम्म त उहाँहरूले त्यो खर्च हुन्छ। फाइनेन्समा आउँछु भन्नेलाई कस्तो आफ्नो पैसा लगानी ए गरेर आउँछु होइन, उहाँहरू त्यस्तै आउने त त्यसै हो। अब 3 दिनमा त हामीले गेम गर्न सकाउनु त अलिक गाह्रो, कि दिनभरि खेलाउनु त सक्दैन हामी कसो भने आयोजक पनि एउटा बिहान गएर सबैजना आफ्नो काममा अफिसमा जानुपर्ने हो। त्यही भएर हेरौँ अब पछि चाहिँ त्यस्तै उहाँले भने जस्तै हामी चाहिँ गर्छु होला सायद त्यस्तो पनि नेसनल गेम गर्दाखेरि। 3 वर्षभित्रमा नेसनल खेलाडी तयार पार्छु, हजुर लक्ष्य हाम्रो सोच, हाम्रो इन्द्रजी प्रोडक्ट क्लबको सोच, त्यसमा सबैले साथ अझ दियो भने चाहिँ हामी क्लबले एउटा के गर्न लागिरहेको छु भन्दाखेरि कीर्तिपुरमा ब्याडमिन्टन खेल्ने धेरै छ, अघि भनिहालेँ भेटरानदेखि धेरै छ, तर ऱ्याङ्किङ छुटाउन सकेको छैन। कीर्तिपुरको मात्र कीर्तिपुरको मात्रै। अब त्यही भएर त्यो फ्रेस टिम राख्नुपर्ने कारण त्यो हो। अब ऱ्याङ्किङ भयो भने ABCDE भयो भने त सजिलो नि, अब बच्चाहरूको ई गरौँ न। त्यो प्लानिङ गर्दैछु कीर्तिपुरकै एउटा ऱ्याङ्किङ सबै खेलाडीहरूलाई एज बार पनि हुन्छ, सबै हुन्छ त्यसमा। भेटरान मतलब भेटरान जुनियरको क्याटेगोरी, त्यसको लागि अब यो टुर्नामेन्ट सकिसकेपछि चाहिँ विभिन्न क्लबसँग कीर्तिपुर नगरपालिकासँग सरसल्लाह गर्छु। छुट्याएर हजुर राम्रो हुन्छ। अस्ति हामी यो नेपाल ब्याडमिन्टन सङ्घको अध्यक्ष रामजी श्रेष्ठ उहाँसँग पनि छलफल गऱ्यो, उहाँले पनि हेल्प गरिदिन्छु भनेको छ। सरकारी तौरबाट खेलकुद परिषदतिरबाट केही सहयोग आउँछ?
खोइ हामीले त कुनै अहिलेसम्म आशा राख्नु भएको छ खै छैन अहिलेसम्म पत्रचार के गरेर आर्थिकमा चाहिँ हामीले गरेकै छैन उहाँहरूले झन् समस्या जस्तो हाम्रो स्थानीय साथीभाइले नि सङ्घ संस्थाहरूले नि सहयोग गरेको चाहिँ त्यही त्यसैमै पुग्छ नेपाल ब्याडमिन्टन सङ्घ भन्ने छ नि होइन हजुर उनीहरूसँग तपाईँले पत्रचार गरेर हामी यस्तो कार्यक्रम गर्दैछौँ यसको लागि के होइन हामी यो उनीहरूले सायद हेर्छन् होला नि होइन त्यो केसम्म भयो भने अस्ति मेयर साहबसँग पनि नगरपालिकामा हामी मिटिङ बस्दाखेरि त्यो ब्याडमिन्टन सङ्घको अध्यक्ष रामजी श्रेष्ठ पनि हुनुहुन्छ उहाँले के भन्दाखेरि यो कार्पेट भुइँमा राख्ने चाहिँ कुरा भइरहेछ कभरभित्र अनि हामी त मार्केटिङ गर्न लाग्यो नि त्यहाँ होइन अब यो टुर्नामेन्टको लागि यो टुर्नामेन्टको लागि चाहिँ कार्पेट चाहिँ ल्याइदिन्छु भने तर हुन्छ र गेम कस्तो हुन्छ तपाईँलाई थाहा होला नि कार्पेटमा गेम खेल्न सकिन्छ त्यो ब्याडमिन्टन खेल्ने सकिन्छ कार्पेटको टाँस्ने होइन त्यो ब्याडमिन्टनको कार्पेट हुन्छ ए छुट्टै हुन्छ छुट्टै हुन्छ। साधारण कार्पेट नभइकन ब्याडमिन्टन खेल्नको लागि छुट्टै कार्पेट हुन्छ ए त्यस्तो हुन्छ टाँस्ने होइन टाँस्ने भन्दा पनि जोइन 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 गर्ने ए त्यो कोर्टमा जोइन गरेर। चार पार्टी होइन त्यसले जोड्ने ठुल्ठुलो हुन्छ त्यसमा त अब दौडिँदाखेरि त्यो त्यो हुँदैन डर हुन्छ नि। हुँदैन त्यो म्याटेसमा त जाने हुन्छ नि होइन त्यो स्पोर्ट म्याट भयो नि ए त्यो त फिक्स गरे हुन्छ मुनिपट्टि पर्दैन त्यो सेटिङ मिलाएको छ के मान्छे उफ्रेर ठ्याक्क त्यस्तो हुँदैन त्यस्तो हुँदैन हुँदैन सोचाइ ए त्यतिसम्म भयो भने धेरै राम्रो हुन्थ्यो नि होइन त्यतातिर हेरौँ अब कसो हो त्यो ओपनिङदेखि राख्नु त अलि हामीलाई गाह्रै छ किनकि अर्को ग्राउन्ड त्यतिकै अब फोहोर अब अलिकति धुलै राख्नु मिल्दैन त्यही भएर हामी फाइनलको लागि चाहिँ ट्राई गर्दैछु फाइनल एक दिनको लागि एउटा कोर्ट मात्र एउटा कोर्ट ठिक छ खुसी लाग्यो तपाईँले यहाँसम्म आइदिनु भयो खेलको बारेमा जानकारी दिनुभयो हाम्रा श्रोताहरूलाई त्यसको लागि नेवा एफएमको तर्फबाट म दुवैजना लक्ष्मी भक्त महर्जनज्यू र मिन कुमार महर्जनज्यूलाई म धेरै धन्यवाद दिन चाहन्छु अन्त्यमा श्रोताहरूलाई कुनै सन्देश दिन चाहनुहुन्छ सहभागी भइदिनुहोस् भनेर हजुर के भन्दाखेरि अब हामीले यो कोभिडको टाइममा पनि हामी टुर्नामेन्ट गर्दैछौँ हजुर आउनुहोस् तपाईँहरू सुरक्षित साथ र टिम त अब आज लास्ट डे भइहाल्यो तपाईँहरू टिम दर्ता गरिहाल्नुहोस् र यो सेकेन्ड किपु कप सफल गर्नुको निम्ति सहयोग गर्ने सङ्घ संस्थाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुर अन्तमा त्यही हो अब भोलि पर्सि 30 गतेदेखि हाम्रो 5 गते फाइनल हुनेछ आइदिनु होला हेरिदिनु होला है त्यति ल अब तपाईँहरूको यो खेल सफल होस् कार्यक्रम सफल होस् सबै सुरक्षित तरिकाले खेलुन् र हेर्न आउने श्रोताहरूलाई सकिन्छ भने भर्चुअल माध्यमबाट केही गर्न सक्नुभयो भने गरिदिनु होला र त्यति सहभागी साथीहरू सुरक्षित तरिकाले र बिना कुनै दुर्घटना सफल कार्यक्रम होस् भन्ने मैले आशा राखेको छु आजको लागि यो समय सन्दर्भ यति नै नेवा एफएम सुन्दै गर्नुहोला नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरेको यो समय सन्दर्भ कार्यक्रममा आज हामीले कीर्तिपुरमा पर्सिदेखि शनिबारदेखि सुरु हुन गइरहेको दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता र साथै नयाँ फ्रेस टिम भनेर अर्को एउटा प्रतियोगिता पनि गर्नुभएको छ उहाँले त्यो कार्यक्रमहरूको बारेमा जानकारी दिउँ खेलाडी साथीभाइहरूलाई म आज के आह्वान गर्न चाहन्छु भने हाम्रा गेस्टहरूले अहिले भन्नुभयो स्वास्थ्यको सम्पूर्ण सुरक्षित विधि अपनाएर खेल खेलाउने उहाँहरूको लक्ष्य छ स्वस्थ भई खेल्नुहोला र सकिन्छ भने सक्दो सहभागिता जनाइदिनु हुन म पनि अनुरोध गर्छु नेवा एफएम यहाँहरू सबै सुन्दै गर्नुहोला नेवा एफएम सुन्नको लागि केही समस्या परेको हाम्रा श्रोताहरूबाट केही जानकारी पाएको छु म त्यसको लागि उहाँहरूलाई के भन्न चाहन्छु भने वो टाइम्स एप्स र हाम्रो पात्रो एप्समा गएर 106.6 नेवा एफएम यहाँले सुन्न सक्नुहुन्छ र अरू रेडियोमा 106.6 मा सुन्न सक्नुहुनेछ है त र हाम्रो युट्युब च्यानल पनि छ यसको लागि म यो युट्युब च्यानल यो आजको कार्यक्रमलाई हामीले युट्युबमा अपलोड गर्नेछौँ यसलाई हेरेर
श्रोताहरूले सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई र लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हाम्रा केही कमजोरीहरू होलान्, यहाँको त्यो कमेन्टलाई हामी सधैँ सिरोपर गर्नेछौँ। त्यो कमेन्टहरूबाट हामीलाई अगाडि बढ्न सक्ने बाटो मार्गदर्शन हुनेछ भन्ने आशा राखेको छु। हाम्रो नेवा एफएमको युट्युब च्यानल हो नेवा एफएम किपु 106.6 है, यसलाई सब्सक्राइब गरिदिनु म अनुरोध गर्दछु। आजको लागि शुभ।